है फाइनली अब साथीहरू यहाँ आइसक्यो, भुँडी घरमा आइसक्यो। अब यसको घर एकछिन पछाडि यसलाई सफाइ गर्ने कस्तो तरिकाले अब यो सब यो चाहिँ यो छिल्का छ नि, यो कालो कालो यो सब सफा गरेर मस्तसित सफा गर्ने आइडिया बताइदिन्छु तपाईँहरूलाई। आज हेर्दै जानु होला। यसको यो मस्त यो वाला पार्ट एकदम दामी हुन्छ पर। यस्तो अब धुलाइ हुँदैछ, यी भुँडीको धुलाइ हुँदैछ। धुलाइ भएर फेरि अझ यसलाई एउटा यो अझै प्रोसेस सफा गर्ने प्रोसेस अझै छ। म पनि यता चिराइ आन्द्रा चिराइ गर्नु पर्ला। म पनि आन्द्रा चिराइ गरेको यी हेर्नु साथीहरू, यस्तरी चिरा मारेर सर उगारेपछि यस्तरी चिरा मारेर मस्त हुन्छ फेरि पकाएर खानालाई। त्यो भित्रको लेउ सेउ सब जान्छ यस्तरी चिरा मारेपछि। हेर्नुहोस् है, यस्तरी च्याट्ट पारेर आगो बाटो है सर्व पारेर यस्तरी सर्व पारेर यसरी बनाउनु भयो भने भित्रको लेउसेउ सब जान्छ। साथीहरू भुँडीलाई यसरी पानी उमालेको पानीमा यसरी एकछिन सट्ट डुबाउने। एकछिन हल्का धेरै होइन, फेरि धेरै डुबायो भने पुरा छाला निस्किँदा माथिको छिल्का निस्किँदा बोक्रा यसरी मस्तसित भिजाएर अब निकालेर यसलाई हेर्नुहोस् यस्तरी यसको छिल्काहरू सट्ट बोक्रा यस्तो बोक्राहरू यसरी हालेपछि दामी हुन्छ नि। हल्का त्यो उसको गोबरको त्यो हस्को पनि आउन, लादीको हस्को पनि आउन मस्तसित टेस्टी हुन्छ मजासित। यस्तो भुँडीलाई त्यस्तै भयो। यो आन्द्रालाई पनि यस्तो हल्का त्यो पानीमा उबालेपछि स्मेल हल्का त्यो स्मेल आउन स्मेल हराउँछ, एकदम दामी हुन्छ यस्तो। अब यसरी सट्ट कटिङ हुँदैछ। यो भाइले कटिङ गरेर यो भाइ बङ्गाली भाइ हो हाम्रो, मस्तसित च्याट्ट पारेर कटिङ हुँदैछ। एकछिन पछाडि चुट्ट यसको चरर पारेर मसलामा यो सत्ताले कोही बेला थाहा छ किन, यो सत्ताले यो पनि टेस्टी हुन्छ, मस्त टेस्टी हुन्छ। कटिङ हुँदैछ अनि चाहिँ भन्नु पऱ्यो कोकोले खानुभएको छ अनि मेन चाहिँ कोकोलाई मनपर्छ यो बाख्राको भुँडी कमेन्ट गर्नु होला हेर्दै जाँदै गर्दा। ट्याक्क सफासँग भयो। अब यो पकाउनलाई रेडी छ, मस्तसित चट्ट पारेर पकाउनलाई रेडी छ। अब रेडी टु कुक। आज चाहिँ गजब हुने भयो साथीहरू। अहिले मसलाहरू कुटाइ हुँदैछ। लसुन, अदुवा, खुर्सानी यस्तो यसलाई कुटाइ गरेर मस्त कुटाइ गरेर अनि चाहिँ बस साथीहरू अब भेडीको भेडीलाई तड्का हाल्नुपर्छ। तड्का मसलायुक्त तड्का पारेर अब हुँदैछ सट्ट पारेर मसला च्याट्ट पारेर हेर्नु साथी। अब मसला एड भयो अब यसमा। अब एकछिन पछि यसको अब पोजिसन तयार खाने हुन्छ टक्क लगाएर लियासम्म हाल्दै साथीहरू। अब रेडी भइसक्यो हाम्रो भात। यो भात भयो अलिकत अनि अब भुँडी खसीको भुँडी पनि अब रेडी भइसकेको छ पाकेर। ल है अब नि मासु पनि आयो सट्ट पारेर भुँडी आन्द्रा प्लस भुँडी। आहा त्यो मस्त कलर पनि चट्ट पारेर बनाएको छ भाइले, बङ्गाली भाइ हो। चट्ट पारेर है ल आजको चाहिँ मस्त हुने बजियोस्। आजको लन्च ल सुरु भयो। अब च्याट्ट पारेर यी मस्तसित बनाएको छ। यी मेरो अब लन्च सुरु भयो साथीहरू। कहाँबाट कोले हेर्दै हुनुहुन्छ अनि चाहिँ यो पहिला सत्तालेलाई पाउनु पर्ने हो। गजब छ गजब। अनि अलिकति यो चिरिप्प भुँडीको मान। आहा ल साथीहरू भयो आफ्नो त
कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। अनि यो भुँडी कसलाई मनपर्छ भिडियोलाई लाइक सेयर कमेन्ट गर्नु होला। भिडियोलाई अनि के अरे यो खसीको भुँडी कसलाई मनपर्छ कमेन्ट गर्नु होला ल। मलाई त एकदम मनपर्छ।